हेलो गाइस, दर्शन अनि नमस्ते सम्पूर्णमा भन्न चाहन्छु। यतिखेरको बसाइमा मुस्ताङ जिल्लाको चराङ भन्ने ठाउँमा छु म चाहिँ है। यहाँ पारी सरर हेर्नु होला, यहाँ चाहिँ गुफा छ भन्ने कुरा सुनिएको छ। अब हामी चाहिँ यो गुफामा घुम्नको लागि आज जानेछौँ है। सरर आएर वहाँ पुगिसके पनि त्यो गुफाभित्रका दृश्यहरू हजुरहरूमा आज देखाउने छौँ है। सरल आएर यस्तो छ, आज हल्का पानी पनि पर्ला जस्तो गरेको छ मौसम चाहिँ भन्न चाहन्छु। र ग्रुप चाहिँ यतातिर छौँ है। सरल आएर हेलो हेलो सबैजना साथीहरू हुनुहुन्छ, अझै 2-4 जना साथीहरू आउन बाँकी छ। अनि हामी सबैजना भएर त्यो गुफामा घुम्न जाने जमर्कन गरेका छौँ। वहाँ गएर पनि हजुरहरूमा त्यहाँ दृश्य देखाउने छौँ है त। सरल आएर जाँदैछौँ, यसो आज छुट्टीको दिन जाम भनेर एकदम ओह्रालो रहेछ बाटोमा, झन्डै लटियो। सरल आएर ढुङ्गा भएको बाटोमा हिँडिरहेका छौँ है। अब यहाँ पुल छ तल, एउटा पुल टर्ने अनि जाने हो। यतातिर यस्तो सरल ढुङ्गा छ। उहाँ माथि भर्खर आउँदै हुनुहुन्छ एकजना भटिस हुनुहुन्छ। हामी सरल आएर हिँडिरहेका छौँ। यस्तो दामी भ्यू छ है, हेर्नुहोस् त। भ्यू चाहिँ एकदमै राम्रो क्या सरल मुस्ताङको होइन। अब बाँकी चाहिँ हामी पारी गएर देखाउनेछौँ है त। यता पारी पनि गुफा है, त्यहाँ पनि एकदमै गुफा देखिरहेको छ। सरल त्यहाँ त सायद जान सकिँदैन होला भन्ने मलाई लागिरहेको छ। एकदमै टाढा पनि छ, एकदमै परेको छ। हामी चाहिँ त्यहाँ भएको यो गुफा जाँदैछौँ है त। सरर लगाएर चाहिँ अब हामी खोला झरिसकेका छौँ है। त्यतिखेरको विषयमा खोलामा पुल तर्ने क्रममा भन्नुपर्छ है। सरर लगाएर पुल तरिरहेको छौँ चाहिँ। त्यसरी हेर्दाखेरि यतातिर चारैतिर गुफा भएको जस्तो दृश्य देखिन्छ। म चाहिँ यताबाट छु है। लौ नानी यस्तो भए म किन तिमी बिना सानो एकछिन बाँच्न सकिन भने जस्तो सरर लगाएर अब चाहिँ हामी त्यसरी पुल तरिँदैछ है त। उता पनि गुफा जस्तो रहेछ, यता पनि गुफा, जताकतै गुफा भएको मुस्ताङ जिल्ला। सरर लगाएर अब उकालो लागेको देखाउनु है। सरर लगाएर हाम्रो साथीहरू चाहिँ पुलमा भर्खर आउँदै हुनुहुन्छ है। पुलमा आइसक्नु भएको छ। अब हामी यहाँबाट सरर लगाएर यता उकालो लाग्नेछौँ है त। अब उकालो पनि लाग्यो है त साथीहरू। ट्याक्क लगाएर हामी उकालो सिँढी चढिँदैछ भन्नुपर्छ है। सरर लगाएर सिँढीमा हिँड्दैछ। यतातिर रेलिङहरू राखेर व्यवस्थापन भएको छ, रेलिङहरू पनि रहेछ। सरर लगाएर एकदमै राम्रो है। पारितिर हेर्दाखेरि यस्तो दामी देखिन्छ है। खोला छ, माथितिर हरियाली छ। साथीहरू अगाडि हिँडिराख्नु भएको छ। अब चाहिँ थोरै बाँकी छ भन्नुपर्छ है गुफा आइपुग्नलाई। ल त है साथी हो, अब फाइनली गुफा आइसकेको छ। म चाहिँ अब गुफाभित्र प्रवेश गर्न लागेको छु है त। सरर लगाएर सिँढीहरू छ, हाम्रो साथी हुनुहुन्छ। लाइन ल्याउनलाई पोलहरूको व्यवस्थापन पनि भइसकेको छ। सरर लगाएर म चाहिँ अब छिर्न लागेको अवस्था छ। एकदमै सिँढी चाहिँ एकदमै ठाडो रहेछ यहाँ, एकदमै ठाडो रहेछ। फाइनली हाम्रो साथीले चाहिँ चिसो बोकेर आउनु भएको छ। अब चाहिँ फाइनली हामी कताको गेटबाट प्रवेश गर्ने हो भन्ने कुरो हुन्छ। हस् हुन्छ सर है त। यता सिँढीहरू पनि राखिएको रहेछ। यता चाहिँ एकदमै यस्तो अड्यारो खालको छ है, केही पनि नदेखिने। अझै भित्र पनि कोठा रहेछ। त्योभन्दा उता जानु चाहिँ मलाई डर लाग्यो है त। यो तल्लो तालमा चाहिँ यता एक कोठा रहेछ, यता तल एक कोठा, यता माथितिर चाहिँ 2 कोठा जति रहेछ। अनि सरर हेर्दै जाँदाखेरि चाहिँ यता चाहिँ बाँकी एउटा कोठा रहेछ है। यता त एकदमै अड्यारो पनि छ है, हेर्नुहोस् यस्तो अड्यारो छ। यता एउटा कोठा, यता हाम्रो साथी बस्नु भएको छ। यतातिर एउटा कोठा, यस्तो अँध्यारो छ। हामी चाहिँ अब माथिल्लो तालमा जाने प्रयास गर्नेछौँ है त। उहाँ हाम्रो सर हुनुहुन्छ अगाडि, पहिला पनि उहाँ आउनु भएको रहेछ। उहाँ चाहिँ चन्द्रसिंह सर हुनुहुन्छ, उहाँ चाहिँ हिँड्दै हुनुहुन्छ। अनि उहाँलाई पहिला पनि थाहा रहेछ बाटो, एकदमै यस्तो
सिँढीहरू त राख्नु भएको रहेछ यहाँका गाउँवासीहरूले एकदमै राम्रो गर्नुभएको रहेछ तर अलिकति डर लाग्दो रहेछ यहाँबाट पनि सिँढीहरू जलान गर्नुभएको रहेछ यता पनि कोठा पहिलातिरको है यता पनि कोठा डर लाग्दो रहेछ अलिकता भर्याङहरू एकदमै सिधा यता माथितिर पनि एउटा कोठा रहेछ होइन ओहो डरै लाग्दो पो रहेछ त है झर्ने कसरी हो त फेरि ओहो सर यस्तोमा त एकदमै गाह्रो रहेछ र झर्न त अप्ठ्यारो हुन्न सर यस्तोमा कसरी झर्ने हो फेरि अस्ति तपाईँहरू जानुभयो माथि ल सर हो मलाई डर पनि लागिसक्यो है एकछिन रोक्नु होला एकदमै सिधै छ है उकालो चाहिँ भर्याङ चाहिँ भर्याङ चाहिँ एकदमै उकालो एकदमै गाह्रो छ है यस्तो अप्ठ्यारो ठाउँहरू गुफा यता पनि छ के ठाउँहरू हेर्नुहोस् है सरलाई यता पनि हेर्नु होला यता एउटा कोठा यत्रो ठुलो छ कि यस्तोमा पहिलाको बासिन्दाहरू बस्नु भएको यो चाहिँ हामी तेर्सो तलामा आएका छौँ है यस्तो छ कोठाहरू एकदमै ठुला त्यो त चुल्हाहरू बनाउनु भएको रहेछ यताबाट तल पनि देखिन्छ है सरपारी गाउँ होइन अघि हामी आएको ठाउँ त्यही हो फेरि म यहाँबाट अब उपल्लो तला अझै डबल तेर्सो तलामा डोर्सोमा आइयो अब तेर्सो तलामा जानेछु है त भर्याङ एकदमै अलिकति डर लाग्दो रहेछ भर्याङ चाहिँ तेर्सो तला है तिनवटालाई यस्तो अँड्याएर छ एकदमै डर लाग्दो पो रहेछ हजुर हो माथि जानुहोस् सर पहिला यस्तो भिरालो पहिला माथि जानुहोस् तपाईँ यस्तो एकदमै भिरालो रहेछ नि त यहाँ सर एकदमै उकालो रहेछ क्या यो सिँढी चाहिँ है हेर्नुहोस् त्यो छाटो उकालो छाड्दै रहेछ क्या अब ठाउँ सानो भएको कारणले गर्दाखेरि हल्का तेर्सो बनाउन नमिलेको होला सायद मलाई अलिकति डर पनि लागिरहेछ है ओहो कोठा त धेरै रहेछ एकदमै सर अलिकतितिर जाउँ है फेरि हस् ल धन्यवाद हजुरलाई तपाईँ माथिकोमा हिँड्नुहोस् त ओहो यता पनि कोठा रहेछ कति तला रहेछ यो 4 तला माथि आइएछ है हामी अब यतातिर हेर्नुहोस् त एकदम यस्तो सर लगाएर पहिला यस्तो मूर्तिहरू बनाएर राख्नु भएको छ है हेर्न सक्नु यस्तो मूर्तिहरू बनाएर चाहिँ सर लगाएर यहाँबाट हेर्दा सर पारी गाउँ यो झ्याल होला सायद यो हामी 4थो तलामा आएका छौँ है हेर्नुहोस् त यहाँबाट सर लगाएर यतातिर पनि यस्तो के डरै लाग्दो सरलाई हेर्नु त साथीहरू माथि जानुभएको छ यहाँ यसरी यस्तो कोठाभित्र है डरै लाग्ने तरिकाको अनि यो उरो पनि पहिलातिर योमा आएर यो यहाँको नावर भन्ने मृग त्यस्ताहरू बसेको रहेछ पछि चाहिँ यस्तो कोठा छ कि हेर्नुहोस् त सर्लक्कै सुरुमै यार देख्दा एकदमै डर लाग्ने खालको छ है ल हेर्नुहोस् त यो ठाउँमा को आउनु भएको छ होला कोही कसै साथीहरू यस्तो छ एकदमै यदि कोही आउनु भएको छैन भने पनि यो ठाउँसम्म आउनु होला एकदमै रमाइलाग्दो पनि छ है ल हेर्नुहोस् त म फेरि फर्किँदैछु अब यहाँबाट फेरि अझै उपल माथिको तलामा जानु छ यहाँ कति 6 तलासम्म छ कि के हो है म फर्किरहेको छु यहाँबाट चाहिँ म फेरि माथि लाग्दैछु है यहाँ एकदमै भर्याङ चाहिँ एकदमै सिधा भएको कारणले यो चाहिँ लास्ट तला रहेछ के होइन एकदमै अँड्यारो रहेछ है केही पनि नदेखिने यो लास्ट तला यही होला होइन कति 5औँ तला रहेछ सर ल छोडिदिनुहोस् त यसो ओहो यो सानो झ्याल रहेछ यहाँबाट चाहिँ तल सर्र देखिने है पारि अघि हामी झरेको बाटो एकदमै यहाँ चाहिँ अँड्यारो रहेछ सरलाई यहाँ सरहरू चाहिँ पहिला आउनु भएको थियो त्यही उहाँहरूले चाहिँ गुफा एकदमै राम्रो छ एकचोटि जाउँ घुम्न भन्नुभयो अनि त्यही भएर हामी पनि आइया छ है अब हामी झर्नलाई चाहिँ एकदमै अप्ठ्यारो बाटो छ बाँकी भिडियो फेरि हेर्दै गर्नु होला है त है